Hello everyone, welcome back to my channel. I hope तपाईं सन्चै हुनुहुन्छ, हामी पनि सन्चै छौं। आज चाहिँ यस्तो जंगलतिर छागल खान्छु भनेर आएको। जंगल धाइयो त त्यो छागल खाने खासै भेट्दैन हैन। खासै छागल भन्ने भेट्दैन हैन हाम्रो। त्यहाँबाट हजुर भाइ घरबाट नोटिफिकेसन हुन्छ नि त्यो त्यसको साइडको नोटिफिकेसनको एउटा घन्टी टङ्ग बज्छ, त्यसलाई अन गर्नु पर्यो अनि आउँछ नोटिफिकेसन भाइ। अनि यो भिडियो हाल्दा बित्तिकै अनि आउँछ त्यो भिडियो। त्यो नयाँ हेरिदिनुले लाइक कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला होइन। मेरो कालो खाप त फेरि पनि हेर्न पाइन्छ। आम्बो उता रहेछ यार। यसलाई भन्छन् खजुरी, छागल भन्छन् छागल। छागल खायो भने हुन्छन् मान्छे पागल। होइन अनि कब्जा खान पाइन्छ भइजान्छ। अनि यो वर्ष भने खास आगो लागेर रहन्छ कि होइन, नत्र नि भन्दा अगाडि वर्ष त आगो लागेर यार खाना। ए मकै बारी दराम त्यो कष्ट कि निकाले हो यार। मैले पनि यसको बिजनेस हान्नुपर्छ क्या छन्टालेर खजुरीको यार। त्यसो डराम कराम गरे यार। हुनु नहुनु गीत निकाले नि त्यसै भाइरल भएको त्यो होइन। हजुर को डराम वाला खै म छैन कोन होला नि यार। के सन्दाल ठिक छ? मालामाल बिहेको पार्टी कहिले हो क्या? हुन्छ बिस्तारै। लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस होइन। यस्तो दुःख गरेर जङ्गलमा भिडियो बनाएर हजुरहरूको माझमा पुर्याउनु पर्छ यार। हजुरहरू हेरेको भाइरल गरिदिनु न यार। नराम्रो बोल्नेको भाइरल हुन्छ, राम्रो बोल्नेको यार केही पनि गर्दैनन्। साथीहरू भाइरल बनाइदिउँ है। वाह एउटा भाउ म त पुरा खजुरीको सर्टिङमा छु क्या। वाह बब्बालाई भेट्छ त अहिले त यार। अहिले त खजुरी त महाकुरी बाबालाई होइन महाबाबालाई भेट्यो क्या होइन। चाहिँ यस्तो मिठो हुन्छ कि होइन, जङ्गलमा पाक्ने फल बहुत मिठो हुन्छ। पैसा पर्छ बाटोमा किन्यो भने पैसा पर्छ। त्यो भएर जङ्गलमा आयो टिप्यो आफू टिप्यो न पैसा पर्छ न केही होइन। दुःख मात्र यो रमाइलो हुन्छ। रमाइलो चाहिँ गर्नुपर्छ क्या। पर्छ यस्तो हाल्नुपर्छ क्या। यो वर्ष चाहिँ आगो लगाएर हुन्छ जङ्गलमा, त्यही भएर खजुरी चाहिँ अहिलेसम्म बचेकै छन्।
होइन म जस्तो समाजसेवी मान्छे यहाँ समाजसेवी काममा कार्यमा आइरहेको छु म होइन एक्लै त्यो 2-3टा एक्लै लगिदिनु होइन नगर दाइ चुप लगाएर बस छैन मसँग ल खानेस् कि नै दाइ खानेस् कि नै ए जन दाइ खानेस् ल टन्नै टिपेको थिएँ नि यार मैले यो समाजसेवी मान्छे भएपछि यतिको काम त गर्नै पर्यो होइन यति नगरे त अब समाजसेवी मान्छे के काम भएको त्यो काम त गरिदिनै पर्छ होइन गर्नु छ क्या बुढा कत्रो छ म मेरो डबल होला कि वेट चाहिँ डबल छ क्या बाबा घर फालिदिन्छु त्यस्तो जान्छु आउँदैन अरू त गर्नु लाग्छ गरी खान पनि गाह्रो छ सोधे म चाहिँ खाना खाएर घरबाट निस्किसकेँ क्यारम बोर्ड खेल्नलाई होइन बिसी भाइको घर जान्छु म चाहिँ त्यहाँ जान्छु अनि यस्तो छ गर्मी चाहिँ ओभर छ कि त्यो गर्मीले चाहिँ ओभर गर्मी छ होइन यस्तो घाममा डुल्छु झन् कालो मान्छे झन् त्यसै के भन्ने केही छैन अब कालोमा पछि पहिले म जन्मिँदाबाटै कालै हो पछि गएर कालो भयो होइन त्यही भएर जतिसुकै जुन क्रिम दले पनि म कुरो हुँदैन जे गरे पनि कुरो हुँदैन त्यही हो आजभोलि चाहिँ यस्तै छ गाउँघरतिर होइन अरू त्यस्तो समाजसेवी मान्छे काम गरिदिनु जानुपर्छ पछि केही फ्युचरमा के सोचिया हुन्छ मान्छेले त्यो गरेर पनि कतिखेर गाह्रो हुन्छ केही कुरा गर्दाखेरि मलाई हल्का सपोर्ट नमिल्न सक्छ नि गाउँबाट समाजसेवी मान्छे अहिले समाजसेवी काम गर्दै गयो भने पछि सजिलो हुन्छ क्या पुरै बिमलेको आँपको पुरै लटरन त फलेर रहेछ आँप चाहिँ एकचोटि होइन अब बिस भाइको घर गएर फिफ्टी हानिन्छ होला नि 50 एउटा चाहिँ नयाँ बिजनेस खोले हामीले होइन त्यही हो समाचार बाटो छु सो त्यही हो आजको दिनलाई जसो गरेर बितिहाल्यो होइन आजको दिन सकिसक्यो अब त्यही हो त्यति भन्दै म पनि अब बिदा हुन चाहन्छु मेरो कालो खाप्चो अब अहिलेलाई चाहिँ बन्द गर्न चाहन्छु अर्को भिडियो चाहिँ अब भिडियो चाहिँ अपलोड गर्दै गरिदिन्छु अनि हाम्रो नयाँ हुनेहरूले लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला मेरो यस्तै मेरो कालो खाप्चोको भिडियो हेर्ने भए कालो खाप्चो कति भन्ने होला कालो भए चाहिँ कालै छु भन्ने हो होइन त्यही हो त्यति भन्दै म बिताउनु बाई